मौसमले पनि हामीलाई त्यही भनेको छ, बालेन शाहलाई मौसमले पनि साथ दिनुपर्छ। किन भन्दाखेरि सरकारले राम्रो काम गर्नुपर्छ। नागरिकहरू यतिखेर सेवा सुविधा चाहन्छन्। सुशासनमा यो सरकार सफल भएको छ। भ्रष्टाचारलाई कारबाही गर्न यो सरकारले हिम्मत गर्नुपर्छ। नागरिकहरूको आवाज हो, यो जनताको आवाज हो। भ्रष्टाचारीलाई तत्काल कारबाही गर्नुपर्छ। जोसुकै होस्, ठुल्ठुलो काण्डको अब पर्दाफास हुनुपर्छ। यो नागरिकहरूको माइतीघर मण्डलाको आवाज हो। यहीबाट सुरु भएको जनजी आन्दोलनको मर्म र भावना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ। शहीदहरूको यो सरकारले सम्मान गर्नुपर्छ। शहीद परिवारलाई रोजगारी दिनुपर्छ र घाइतेहरूको उपचार गर्नुपर्छ। आज जनजीहरूको माग पुरा भएको छैन साथीहरू। म तपाईहरुलाई भन्न चाहन्छु, यो पानीले हामीलाई साथ दिन्छ। ढुक्क हुनुहोस्, पानी टर्यो। तपाईँ ढुक्क हुनुहोस्। माइतीघर मण्डलामा आज एउटा अभियान सुरु भएको छ, स्वतन्त्र नागरिक अभियान। यो अभियान देश र जनताको हितमा छ। यो अभियान आज युवाहरूको लागि छ। देशभरिका युवाहरूलाई अब हामीले कसरी रोजगारी दिने, स्वदेशलाई कसरी राख्ने, बालेन शाहको 100 दिनको 100 बुदाको कुरा गर्ने हो भने 1/3 काम यो सरकारले करिब गरेको छ। 1/3 काम गरेको छ। 100 बुदामा म योगदान गरेको छु। शिक्षामा सुधार भएको छ। स्वास्थ्यमा सुधारको लागि प्रक्रिया सुरु भएको छ। पूर्वाधारमा सुधारको लागि प्रक्रिया सुरु भएको छ र कृषिमा पनि केही कामहरू यो सरकारले गर्न थालेको छ र हाम्रो देशमा शिक्षामा, स्वास्थ्यमा, पूर्वाधारमा र प्रशासनिक क्षेत्रमा पनि यो सरकारले केही राम्रो काम सुरु गरेको छ। राम्रो काम सुरु गरेको छ। म भन्छु, यो सरकारलाई हामीले साथ दिनुपर्छ। राष्ट्रिय सहमति कायम हुनुपर्छ। देशमा विकासको मोडल परिवर्तन हुनुपर्छ। अब त्यसै विकास हुँदैन। विकासको मोडल आजको दिनमा, अहिलेको अवस्थामा देशमा प्रगति र उन्नति हुँदैन। आमूल परिवर्तन, राष्ट्रिय चेन्ज हुनुपर्छ विकासको मोडलमा। राष्ट्रिय सहमति आजको आवश्यकता हो। संविधान संशोधनमा राष्ट्रिय सहमति हुनैपर्छ र प्रत्यक्ष निर्वाचित कार्यकारी देशले खोजेको छ। स्वतन्त्र नागरिक अभियानको एजेन्डा हो। र स्थानीय तहमा आगामी निर्वाचनमा गैर दलीय उम्मेदवार, यो हाम्रो माग हो। अब गैर दलीय उम्मेदवार चाहिन्छ स्थानीय तहमा। दलको प्रतिनिधिले काम गर्न सकेन। म देशभरि घुमेको छु। देशभरि स्थानीय सरकारको मैले समीक्षा गरेको छु। आगामी निर्वाचनमा गैर दलीय उम्मेदवार चाहिन्छ चाहिँदैन? चाहिन्छ। अब गैर दलीय उम्मेदवार स्थानीय तहमा देशभरि 753 सरकारमा गैर दलीय उम्मेदवार। राष्ट्रिय सभाको संख्या घटाउँ, प्रदेश सभाको संख्या घटाउँ। यो स्वतन्त्र नागरिक अभियानको माग हो। प्रदेशको संख्या घटाउँ, प्रदेशको सांसदको संख्या घटाउँ, मन्त्रीहरूको सांसदको संख्या घटाउँ। मुख्यमन्त्रीहरूको प्रभावकारिता देखेको छैन। प्रदेश सरकारले राम्रोसँग काम गरेको छैन। संहिताको बारेमा हामीले व्यापक रूपमा बहस सुरु गरौँ। संहिता चाहिन्छ भने अधिकार सम्पन्न हुनु पर्यो। सुधारिएको संहिता चाहियो। खोइ अधिकार, खोइ काम गर्न पाएको प्रदेश सरकारले। त्यसैले साथीहरू, स्वतन्त्र नागरिक अभियानको आजको यो अभियानले देशमा भ्रष्टाचारलाई कारबाही गर्न, सुशासनको लागि यो सरकारलाई सफल बनाउन हामी कम्मर कसेर लाग्छौँ। तपाईँ ढुक्क हुनुहोस्। पत्रकार साथीहरूलाई म आग्रह गर्न चाहन्छु, नआत्तिनुहोस्। पानी रहँदैछ, पानी रहँदैछ। ढुक्क हुनुहोस्। तपाईहरु कहीँ नजानुहोस्। हामीले कार्यक्रम सुरु गर्दा पानी आयो। यो शुभ सङ्केत हो। बालेन प्रधानमन्त्री हुँदा पनि पानी परेको थियो। बालेन प्रधानमन्त्री हुँदा पनि पानी परेको थियो। बालेन साहब प्रधानमन्त्री बनेको दिन पानी आएको थियो। 100 दिनको दिनमा पनि पानी आयो।